घरमा कतारै साथीहरू भुइँदेखि नै माथिसम्म यति धेरै फलेको छ। आमाहरूलाई चाहिँ तरकारी मिठो हुन्छ अरे, मलाई चाहिँ तरकारी होइन, यो पाकेपछि मात्रै मनपर्छ है मलाई चाहिँ। अनि अनार हेर्नु न, अनार भर्खर यत्रो यत्रो हुँदै रहेछ यहाँ। एउटा चाहिँ कत्रो ठुलो छ, यो दुईवटा चाहिँ ठुलो ठुलो छ है। आमाले भनेको एउटा हाँगाको चाहिँ ठुल्ठुलो हुन्छ। आँप पनि फलिरहेछ यी साथीहरू, तराईमा आँप भर्खर यत्रो हुँदैछ है। काठमाडौँमा चाहिँ आइसक्यो, यहाँ भर्खर अचार खाने हुँदैछ आँप चाहिँ। आँप यो चिनी जस्तो अमिलो छ, खाने बेला भएछ नि। काठमाडौँमा चाहिँ आइसक्यो, सबै औषधिको माथि फल्दो रहेछ। साथीहरू लिची खाने बेला भएको छैन। भुइँकटर फलाएको छ है साथी, हाम्रो घरमा चाहिँ भुइँकटर पनि फलाएर रहेछ कति धेरै। यिनीहरू चाहिँ कति मिठो लाग्छ मलाई भुइँकटर पाकेपछि। अन्त बुवाको तरुल रोप्ने स्टाइल चाहिँ हेर्नु है साथी, फल्छ अरे पनि अनि खन्न नि सजिलो हुन्छ अरे बुवाले भने। यस्तो नि हुँदो रहेछ है, भुइँकटर यसरी नि फल्दो रहेछ माथि यस्तो आएर साथीहरू।